ल म यहाँ खुनाएर आइसक्यो अनि यहाँ अङ्कलले चाहिँ मेरो भिडियो हेर्नुभएको रहेछ त्यो साइकल बिग्रेको भनेको यो अङ्कलकोमा राखेको कति वर्ष भयो भनिदिनु न भयो नि 18 महिना होला त्यत्रो भइसक्यो 2 वर्ष पुग्न आँटे अब त्यो बनाइदिने अब बनिन्छ छिटै बनिन्छ अब यता हेलो एभ्रिवान मेरो युट्युब च्यानलमा तपाईँहरू सबजनालाई स्वागत छ अनि आज भन्दा पनि बिहान भइसक्यो र अनि मेरो हालत देख्न सक्नुहुन्छ तपाईँले हिजोको अनि हामी यहाँ स्विमिङ पुलमा आएर यहाँनिर सुतेको नि त हिजो यहाँ साथीकोमा अनि अहिले ए भाइको त झन् म के भन्नु नि हाम्रो त मेरो त झन् हिलो नै हिलो छ झन् मेरोभन्दा फेरि भाइको चाहिँ टेन्जर छ है अनि हामी यहाँ माथि सुतेको नि त आज साथीकोमा अनि निन्द्रा अझै पुगेको छैन क्या म त झन् 2 बजी कि 2 बजी अरे 3 बजी कि 3 बजी खै कति बजी सुतेको अब यहाँ हल्का यो खुट्टा धुएर यहाँ हेर्नु न म भाइ यता खै हाम्रो भाइ त झन् यस्तो भइरहेको छ अरे नि झ्याप भन्दा नि त्यो कस्तो क्या है कस्तो भइरहेको छ भाइ तिमीलाई कस्तो भएर स्वर पनि सुकिरहेको छ स्विमिङ पुलमा छु हामी चाहिँ बाहिर त्यो डक्कसँगले माथि चाहिँ यहाँ माथि चाहिँ जस्तो एउटा मैया भन्दा दिदी हुँदो रहेछ मैया सोया भन्नुहुँदैन माछातिर एक चुप्ली हालेर फ्रेस हुनुपर्छ क्या अब भाइ पैसा लाग्छ होला नि ल खुट्टा धुने अब होइन टक्कसँगले ल यता भाइ हल्का हिजो दाइको यसो कन्सर्टको त्यो हो कि जुन चामलिङले हल्का ज्यादा उठाएको छ यस्तो छ है गाइस दाइको कतिको उखाएर दाइ भाइ के कुरा गर्नु नि कसरी घर पुग्नु भइरहेको छ दाइको त त्यति साह्रो छैन मेरो मजाले मुख भित्र गर्नु दाइ यहाँ मुख धुने यता गइदिउँ पछि गइदिउँ भयो ब्लक अनि हामीले चाहिँ मुखसुख धुइसकेर चाहिँ हामीलाई चाहिँ माथि पाहाडबाट आएको जस्तो देखिन्छ होला क्या यहाँ हेर्नु न हालत त अझै यस्तो छ क्या धुइता पनि भर्खर होइन भाइ भर्खर गाई जोतेर आए जस्तो छ आएछ भन्ने जस्तो लाग्छ क्या मलाई चाहिँ त्यस्तो हिलो छ क्या हाम्रो अनि अब हामी चाहिँ हिजो चाहिँ वाल मजा आयो क्या अब जोन हेर्नुलाई जोन अनि पातपोत पार्न मजा आयो त्यस खुसी लाग्यो अनि अब हामी चाहिँ अहिले चाहिँ घर जान आइरहेको छौँ है तपाईँसँगले अब हामी चिया पसलमा जान्छौँ चियामा चुट मतलब छुट्टा खान्छौँ होइन ओभर सोर सुकेर केही बोल्नै भएको छैन यार भाइ ल हामी चिया खाने ठाउँ भेट्यौँ है अनि हामी चाहिँ यहाँ खाना आइसकेको छौँ त्यो हाम्रो भाइ छ कस्तो भइरहेको छ भाइ एकदम चिसो पानी चाहिँ होइन गाडी चाहिँ त्यो हिजो त्यहाँ धेरै कराएर होला ओभर सुकेर कस्तो भइरहेको छ भने नि है जोनले भन्दा अब यो टक्कसँगले खाएर चाहिँ अब हामी घर सर जाने हो होइन अब ब्लग पनि बनाइँदैन होला आएर आज त त्यति रमाइलो हुँदैन होला तर हिजो भाइ जो पर आएको क्या भिआइपीमा गएर हेरेको त्यो पनि टिकटमा होइन दाइले छियाइदिनु हो जस भनौँ न मजा आयो त्यहाँनिर सोरै जुग्यो बर कस्तो भइरहेको छ भने नि आज अब खाजा खानु आइरहेको छु गर्नु गएर झन् हामीलाई त म भन्दैछु त लुगाइ कस्तो भइरहेको छ नि हाम्रो त्यो माथि के भन्छ गोरुले जोतेर आएछ तपाईँको लागि बसमा आइसकेको छु भने भाइ पनि छ हामीले चाहिँ खाजा खाएर पुरा अहिले हामी फेसमा छौँ ल म यहाँ खुनाएर आइसक्यो अनि यहाँ अङ्कलले चाहिँ मेरो भिडियो हेर्नुभएको रहेछ त्यो साइकल बिग्रेको भनेको यो अङ्कलकोमा राखेको कति वर्ष भयो भनिदिनु न भयो नि 18 महिना होला त्यत्रो भइसक्यो 2 वर्ष पुग्न आँटे अब त्यो बनाइदिने अब बनिन्छ छिटै बनिन्छ अब म भ्लग बनाउने अङ्कल फेरि मेरो भिडियो हेरिरहनु हुन्छ क्या जतिखेर पनि म लाइक गर्छु नि लाइक कमेन्ट गर्छु
मान्छे सही छ त्यही त। मनपर्छ उसको भिडियोहरू यति भन्दा भन्दै अब अङ्कलले चाहिँ मेरो कमेन्टमा चाहिँ यसो डिस्काउन्ट कति 2000 भन्नुभएको होइन कति? के अलिक बढी नै लाग्छ अलिकति डिस्काउन्ट भनेर यसो अङ्कललाई अलिकति के भनेर यहाँ कमेन्ट हानिदिनु त यहाँ अङ्कलले डिस्काउन्ट गरिदिइहाल्नुहुन्छ कि मलाई होइन ल ल बाई बाई भदेशको सहयोग गर्छु सपोर्ट छ ल